गुड मर्निङ साथीहरू, नमस्ते। फेरि पनि स्वागत छ तपाईँलाई मेरो न्यू मिनी ब्लगमा। आज चाहिँ बिहान पानी पऱ्यो, यति शीतल भयो साथीहरू। अनि जति नै शीतल भए पनि गरम भए पनि आफ्नो काम चाहिँ कहिले छोड्नु भएन। त्यसैले म चाहिँ लागेँ खाना बनाउनुतर्फ। साथीहरू देख्न सक्नुहुन्छ तपाईँले, मैले चाहिँ कुकर बसालेँ। कुकरमा चाहिँ तेल हालेर अनि तेल तताएपछि जिराएर अनि खुर्सानी चाहिँ फुराइदिएँ। अनि जिरा खुर्सानी फुराइदिइसकेपछि चाहिँ मटर पनि हालेँ साथीहरू, तपाईँले देख्न सक्नुहुन्छ। मटर हालेँ, मटर हालिसकेपछि चाहिँ आलु हालेँ। आलु हालेर पनि एकछिन भुट्नुपर्छ। अनि त्यसपछि चाहिँ मैले बेसार एड गरेँ। अनि बेसार एड गरेर चाहिँ एकछिन मजाले त्यसलाई चाहिँ भुट्नुपर्छ साथीहरू। किनभने आज मैले के बनाउन जाँदैछु भने हजुरहरूले गेस गर्नु होला। अनि त्यसमा चाहिँ भुटिसकेपछि चाहिँ मैले नुन हालेँ। नुन हालेर चाहिँ अनि एकछिन फेरि मजाले चलाउनुपर्छ साथीहरू। अनि मजाले चलाइसकेपछि चाहिँ त्यसमा चाहिँ चामल राख्ने साथीहरू। मैले चाहिँ धोएर राखेको चामल थियो, त्यही चामल राखेँ। अनि चामल राखेर पनि एकछिन मजाले भुटेर चाहिँ त्यसमा चाहिँ पानी हालेर चाहिँ सिटी लगाइदिनलाई छोडिदिने। अनि लास्टमा चाहिँ मैले हजुरलाई के भन्न चाहन्छु भने साथीहरू, हजुरले मेरो भिडियो हेरिदिनुहुन्छ, मलाई एकदमै खुसी लाग्छ, इन्सपिरेसन मिल्छ मलाई चाहिँ एकदमै। अझै जोस जागर आउँछ भिडियो बनाउनको लागि। त्यसैले हजुरहरूले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिन नबिर्सिनु होला प्लिज। हजुरहरूले हेरिदिनुहुन्छ तर सब्सक्राइब गरिदिनु होला प्लिज, सब्सक्राइब गरिदिनु होला। अनि म चाहिँ आलस र टमाटरको चटनी बनाउनको लागि आलस पनि भुटेर रेडी गरेँ, टमाटर पनि यहाँ भुटेर रेडी गरिसकेँ साथीहरू, देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ आलस र चटनी। अनि त्यसपछि यहाँ चाहिँ रहेको छ हाम्रो भात। अनि त्यसपछि फ्राइड राइस भनौँ न, फ्राइड राइस र अनि आलसको चटनी। आलसको चटनीको चाहिँ फाइदा के छ भने साथीहरू, शरीर दुखेको चाहिँ निको हुन्छ। त्यही नै हो साथीहरू। हजुरहरूलाई के कस्तो लाग्यो मेरो भिडियो, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई।